का लुटेराहरू यो जेल हो, तिमीहरूको घर होइन। अब घर नभए पनि मामा घर त हो नि यार। अनि यो चाहिँ मामा हो कि के हो दाइ? अब अनुहार हेर्दाखेरि त आमा जस्तो देखिन्छ, कहाँबाट मामा हुनु नि यो? हे, नाम हो मेरो इन्सपेक्टर तोरी, समाधान गर्छु म डकैती र चोरी। अनि दाइ तपाईँ जेलबाट छुटेपछि चाहिँ के गर्ने प्लान छ नि? हेर्दै जाऊ न भाइ, जेलबाट छुटेपछि 1000 होइन लाख होइन करोड चोरी गर्छु अनि नेता बनेर पुरा देशलाई नै लुटिदिन्छु। त्यसपछि त मलाई जेल हाल्ने कोही बाँकी नै रहँदैन नि। यस्तो झारपात इन्सपेक्टरहरू त मेरो चाट्न आइहाल्छ नि त्यसपछि। मतलब तपाईँ चोरबाट नेता बन्न चाहनुहुन्छ? जे भने नि हुन्छ भाइ, दुवै उस्तै उस्तै त हो नि। हामी चोरले पैसा लुट्छ, नेताहरूले देश लुट्छ। अनि ओ इन्सपेक्टर, आजको तरकारी चाहिँ के हो नि? कालो कुकुरको गु। होइन, यो मुलाले त हामीलाई हेप्या हो कि के हो? ओ इन्सपेक्टर, आफ्नो औकातमा बस, नत्र भोलि बिहान पत्रिकामा चोरद्वारा पुलिस स्टेसनमै इन्सपेक्टरको हत्या भनेर खबर आउला नि। ढिलो आएछ तर कडा आएछ। हे, नाम हो मेरो इन्सपेक्टर तोरी, समाधान गर्छु म डकैती र चोरी। अनि दाइ तपाईँले अहिलेसम्म कतिचोटि चोर्नु भयो नि? अब यतिचोटि उतिचोटि भन्न त अलिक गाह्रै छ। अब 200 भन्दा बढी भनौँ न। मैले नि 100 चोटि भन्दा बढी त चोरिसक्यो होला दाइ। एउटा इज्जतदार पुलिसको अगाडि तिमीलाई चोरीको कुरा गर्न लाज लाग्दैन? आफ्नो प्रोफेसनको कुरा गर्न नि के को लाज? लाज पचेका नकचराहरू। तँ चाहिँ लाज पछि कि नकचरी? बुढीको कट्टुला आएको जस्तो छ, पिङ्की पिङ्की धाक दिन्छ। अनि भाइ, तिमीले अहिलेसम्म चोरी गरेको सबैभन्दा महँगो चिज चाहिँ के हो नि? मैले 3 महिना अगाडि त्यो शिव मन्दिरको मूर्ति चोरी थिएँ। त्यसको चोर बजारको मूल्य चाहिँ 4 करोड रहेछ। अनि तिमीले त्यो मूर्ति बेच्यो र? छैन दाइ, अर्को वर्ष त्यसको मूल्य 5 करोड हुन्छ रे, त्यही भएर लुकाएर राखेछ। अब कहाँ लुकाएर राखेछ चाहिँ पछि भन है, फेरि यो इन्सपेक्टरलाई सुन्छ। हुन त बुढीको कट्टु लाउने इन्सपेक्टरले के नै गर्न सक्छ र? जेलको चाबी हलदारले लैछ र मात्र हो, न त तिमीहरूको मुख च्यातेर सिलाइदिन्थे। कस्तो पागल इन्सपेक्टर रहेछ, मुख सिलाउने भए च्यातेर चाहिँ के फाइदा नि? ठिक भनेछ तिमीले, ठिक भनेछ। दाइ, मलाई यो इन्सपेक्टरको अनुहार देखेर हाम्रो गाउँको लुते कुकुरको साह्रै याद आयो भने। किन याद आएछ भाइ? हाम्रो गाउँको कुकुर पनि यही इन्सपेक्टर जस्तरी भुक्थ्यो नि त। अनुहार पनि मिल्छ कि के हो भाइ? यसले जिब्रो निकालेर 4 खुट्टामा उभियो भन्ने त ठ्याक्कै लुते कुकुर ल। जे होस्, आज राति भोकेर भए नि हामी बसेको जेलको चाहिँ सेक्युरिटी दिन्छ यसले। हलदारलाई आउनु त द्याउ न। आउँदा आउँदै ढिला भयो भने सर। हलदार आयो, चाबी पनि आयो। चाबी कहाँ मैले ल्याए हो त? हिजो बेलुका तपाईँले ल्याए होइन, तपाईँकै घरमा होला नि। त्यसो भए मेरो घरमा गएर लिएर जा। अरे ओ तोरी इन्सपेक्टर, म यो